गाइज अनि म चाहिँ यहाँ मेरो अनबक्सिङ भिडियो लिएर आएको छु। अहिले चाहिँ म मेरो फर्स्ट गिफ्ट मेरो छोराले दिएको गिफ्टबाट गर्न लागेको छु है। अनबक्सिङ चाहिँ फर्स्ट अनबक्सिङ चाहिँ अनि के छ होला भनेर तपाईँहरू पनि एक्साइटेड हुनुहुन्छ होला हेर्नु ल। म पनि त्यति नै एक्साइटेड छु। अब हेरौँ न यहाँभित्र के छ भनेर। सो गाइज यहाँभित्र चाहिँ के छ यहाँ चाहिँ ल। यो चाहिँ मेरो छोरा र अरबिनले यति धेरै प्याक गरिदिएको रहेछ होइन। दुईजना भएर एकदम प्याक गरेको रहेछ। यो चाहिँ के रहेछ त यहाँभित्र। ह्याप्पी बर्थडे मम। कस्तो क्युटली लेखेको रहेछ लभमा, लभ सेप बनाएर। थ्याङ्क यू छोरा। अनि यहाँभित्र चाहिँ के छ हेरौँ ल। यहाँभित्र चाहिँ कस्तो क्युट कप, कस्तो राम्रो रहेछ। ह्याप्पी बर्थडेवाला कप। थ्याङ्क यू छोरा यो क्युट गिफ्टको लागि। थ्याङ्क यू सो मच। मलाई साह्रो मन पर्यो। थ्याङ्क यू। अब नेक्स्ट गिफ्ट चाहिँ यो चाहिँ हाम्रो प्यारो आन्टी विमल आन्टीले दिनुभएको। कस्तो क्युट छ होइन हेर्नुहोस् त। थ्याङ्क यू आन्टी। थ्याङ्क यू सो मच भिडियोको थ्रुबाट। अनि नेक्स्ट गिफ्ट चाहिँ मेरो मम्मीले दिनुभएको थियो, पैसा दिनुभएको थियो। अनि मैले चाहिँ यो लिएर आएँ। मलाई चाहिने एकदम मलाई चाहिने प्यान्ट। अनि यो चाहिँ अहिलेको भाइरल प्यान्ट भनौँ न यो कलरको। अनि ब्याकग्राउन्ड साउन्डहरूलाई चाहिँ इग्नोर गरिदिनु होला। यो चाहिँ कस्तो राम्रो छ। अनि यो मम्मीले पैसा दिएको नि त। अनि थ्याङ्क यू सो मच मम्मी। यो चाहिँ मैले आफै किनेको हो तर मम्मीले दिनुभएको पैसाले। थ्याङ्क यू सो मच होइन। मलाई चाहिँ मन परेर किनेको यो कलरको प्यान्ट लाउनु मन लागेको थियो। सो थ्याङ्क यू मम्मी। अनि अझै एउटा छ है। अनि यो पनि मम्मीले दिनुभएको यो क्लचर कस्तो राम्रो छ हेर्नुहोस् न क्युट। थ्याङ्क यू फर बोथ अफ गिफ्ट। अब चाहिँ मेरो नेक्स्ट गिफ्ट चाहिँ आज यो गिफ्ट चाहिँ मेरो बर्थडेभन्दा अगाडि नै पाएको भन्दा पनि यो मेरो छोराले दिएको चाहिँ आजै पाएको हो। यो आन्टी र मम्मीले दिएको चाहिँ बर्थडेभन्दा अगाडि नै पाएको हो नि त। अनि बर्थडेको दिन पाएको गिफ्टहरू चाहिँ म देखाउँदैछु है तपाईँहरूलाई। अनि मेरो बर्थडेमा पाएको गिफ्टहरू चाहिँ अब ममता मेरो प्यार ममता बहिनी साथीको गिफ्ट है। हेरौँ ल के छ यहाँभित्र चाहिँ। तपाईँ पनि एक्साइटेड हुन्छ होला नि के छ। मैले यहाँबाट चाहिँ देखिसकेँ यहाँ के छ भनेर प्रिन्टेड टाइपको है। वाउ कस्तो क्युट टी सर्ट कस्तो राम्रो। थ्याङ्क यू ममता। थ्याङ्क यू सो मच। कस्तो मन पर्यो है मलाई चाहिँ यो। अनि यसलाई चाहिँ म स्कर्टसँग लाउँछु। मलाई एकदम त्यसमा म्याच गरेर लाउनु मन छ कस्तो देखिन्छ भनेर। अनि यहाँ चाहिँ यहाँभित्र पनि यो चाहिँ एउटा केही छ जस्तै छ। वाउ कस्तो क्युट। त्यो चाहिँ मलाई एकदम चाहिएको थियो है। सरी ऊ चाहिँ अलिकति मेरो यो चिप्ले भोइसले गर्दा जुरुक्क हाँस्दैछ। सो गाइज यो चाहिँ मलाई एकदम चाहिएको थियो। कस्तो क्युट पर्स होइन। अनि हेर्नु सक्नुहुन्छ मलाई चाहिँ यो चाहिएकै थियो। अनि उसले चाहिँ कस्तो बुझेर ल्याइदिएछ कस्तो क्युट। अनि हेर्नु सक्नुहुन्छ यहाँभित्र पनि कस्तो राम्रो छ क्या। तपाईँहरूले पैसा राख्न पनि सजिलो। यहाँभित्र पनि सानो जिप्पर छ होइन पकेट यहाँ चेनवाला। अनि मलाई मन पर्यो। थ्याङ्क यू ममता फर दिस गिफ्ट। ममता चाहिँ जुरुक्क होइन मैले यस्तो क्युट कति राम्रो भने नि त जुरुक्क उठेर हाँस्दैछ क्या पछाडि। अनि म मरि हाँस्छु अरू त्यस्तो केही होइन। अब नेक्स्ट गिफ्ट चाहिँ सपनाको गिफ्ट छ है। यहाँ पनि के छ हेरौँ ल। यहाँ पनि कपडै छ जस्तो छ तर के हो मलाई त्यो चाहिँ थाहा छैन है। के रहेछ यो ट्र्याक। यो पनि सबै चाहिने नै छ क्या गाइज। म चाहिँ किन्छु भनेर चाहिँ तर नकिनी बसिरहेको थिएँ कि आउँछ भनेर अरे क्या होइन त्यस्तो चाहिँ होइन। अनि भित्र फर भएको होइन एकदम
चाहिने नै थियो किनेको चाहिँ थिइनँ किन्छु भनेर चाहिँ सोच परिरहेको थियो तर किनेको थिइनँ राम्रो मजाको न्यानो छ है यो पनि जाडोमा लाउन एकदम न्यानो हुन्छ अब जाडोमा लाएर देखाउनु छ है तपाईँहरूलाई थ्याङ्क यू सपना फर दिस गिफ्ट मलाई मन पर्यो एकदम आवश्यक कुराहरू छ है मेरो गिफ्टहरू चाहिँ एकदम मलाई चाहिने थ्याङ्क यू अब चाहिँ है एउटा इम्पोर्टेन्ट गिफ्ट देखाउँछु म तपाईँलाई लास्ट गिफ्टभन्दा अगाडि ल यो चाहिँ मेरो प्यारो सुइमले दिएको है सुइमले दिएको गिफ्ट हो यो चाहिँ ढुङ्ग्री होइन मलाई अस्तिदेखि म तपाईँलाई के गिफ्ट दिउँ भनेर क्या अनि म तपाईँलाई ढुङ्ग्री दिन्छु ल अनि उसले मलाई आज ढुङ्ग्री गिफ्ट ल्याइदिएको थ्याङ्क यू सुइम अब चाहिँ यसलाई म बोका पार राख्छु अब अहिले त खाइँदैन नि त भोलि खान्छु अब लास्ट गिफ्ट देखाएर ल अब चाहिँ मेरो यहाँ लास्ट गिफ्ट के होला भने त मैले थाहा पाइसकेको छु यहाँ चाहिँ अब यस्तै डग के छ होला अनि यो चाहिँ कसले भनौँ नामै भन्नु मन लाग्यो हाँस्दै त पछाडि यो चाहिँ आकृतिले दिएको है आकृतिले अब हेर्नु न यहाँभित्र के छ कस्तो क्युट है साँच्चीकै मगाउँदा कस्तो क्युट क्या हेर्नुहोस् न सबै गिफ्ट क्युट छ हेर्नु न यहाँ हेर्नु यो पनि कस्तो क्युट थ्याङ्क यू आकृति कस्तो क्युट नि ममा त झन् युनिकर्न कस्तो राम्रो कस्तो मन पर्यो गाइस अब म योसँग सुत्छु जहिले कस्तो क्युट थ्याङ्क यू आकृति कति क्युट क्या यो कलर पनि त्यस्तै राम्रो अनि प्लस यसको यो हेर्नु न यो लभ कस्तो राम्रो देखेको क्या यसले त झन् अनि रेडियोले नि रेड खालको यसलाई के भन्छ हर्न के यो पुच्छर कस्तो कि थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच मेरो चाहिँ नि स्पेस फुल भएको थियो नि मलाई थ्याङ्क यू सो मच एभ्री वान मलाई सबै गिफ्टहरू मन पर्यो आजको गिफ्टहरू चाहिँ एउटा कलरको परेछ हेर्नु कस्तो कोइन्सिडेन्ट नि एउटै कलरको क्या गाइस अनि धन्नले यो आज परेको गिफ्टहरू यिनीहरू नि त धन्न यो पनि त म्याच हुन्छ होइन येल्लो होइन येल्लो त होइन यो त्यही पनि यिनीहरू हल्का म्याच हुने कलर क्या यिनीहरू तिनवटाको त पुरा म्याच भइरहेछ यो पनि धन्नले क्या आजको गिफ्टहरू हो अनि यो चाहिँ अस्तिनीको गिफ्टहरू हो होइन अनि थ्याङ्क यू एभ्री वान होइन सबैले मलाई जसले विस गरिदिनु भयो लास्टसम्म यो मम्मीले दिएको अनि यो चाहिँ क्लिप क्लचहरू अनि त्यस पछाडि सबैले मलाई जसले विस गर्नुभयो मेसेजको थ्रुबाट या फेसबुकमा पोस्ट गरेर या स्टोरीमा सेयर गरेर राम्रो ब्लेसिङ दिनुभयो सबैलाई धेरै धन्यवाद आजको भिडियो के कस्तो लाग्यो आफ्नो कमेन्ट छोडिदिनु होला त हस् त बाई।